वेलकम गाइजहरू सबैजनालाई मेरो आजको ब्लगमा वेलकम छ। म त एकदमसँगले काठमा राखेर हिँडेको छु बारी। गाइजहरू यस्तै छ। म चाहिँ अब बेसीबाट लेकतिर लागेको आजको मेरो छोटो मिठो भ्लगमा तपाईहरुलाई देखाइदिने नै छु गाइजहरू। हालत आफ्नो यस्तो छ गाइज, सबैजनाले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो गाउँले भ्लगमा। गाइजहरू यस्तै छ मेरो चाहिँ, तपाईहरुको साथ सपोर्टले गर्दा आज यस्तो भारी पनि बोक्नु पर्छ गाइजहरू। यहाँतिर चाहिँ भर्खर पानी परेर हेर्नु, बाटोको हालत चाहिँ एकदम हिलो रहेको छ, हेर्नु होला। यस्तो छ बाटोको हालत चाहिँ। म चाहिँ मिनी भ्लग बनाउँदै टक्कसँगले हिँडिरहेको छ। अझै पानी छिटै रहेको छ गाइजहरू। सबैजनालाई सेयर गरिदिनु होला मेरो मिनी भ्लगलाई। न्यू भिडियोमा वेलकम च्यानल। अलिक पढ्दै भेटौँ है गाइज। गाइजहरू हेर्नुहोस्, यता ओलाइसकेको छु म। बाटोको हालत एकदमसँगले हिलो रहेछ। अब पहाडको बाटो, पहाडको रोड यस्तै छ गाइजहरू। एकदमसँगले हिलो रहेछ। ओ माई गड गाइजहरू। म झन्डै यहाँ चिप्ले, झन्डै म चिप्ले गाइजहरू। पानी परिरहेको छ। म भिज्दै हिँडिरहेको छु। पसिनाले पनि अन्त झ्याम्मै भइरहेको छ। यस्तो छ गाइजहरू पहाडको बाटो अझै एकदमसँगले। ब्रेक चाहिँ लाग्दैन यहाँनिर। अब खुट्टाको हालत त्यस्तो हुन्छ। कति साह्रो हिलो यो बाटो त गाइजहरू। यस्तै छ आजको मेरो भिडियो। म तपाईहरुलाई पहाडको बाटो देखाउनुलाई छोटो मिनी भ्लग बनाएको थिएँ। लङ भइसकेको छ। अनि म चाहिँ बस्तामा अलिकति सामान पनि बोकिरहेको छु, त्यही भएर अलिक अप्ठ्यारो भइरहेछ। नभए म घर पुगिनेसम्म देखाउँथेँ। पानी परिरहेछ, त्यही भनेर म चाहिँ आजको भिडियो चाहिँ यही टुङ्गाउँदैछु। अब सबैजनालाई माया गरिदिनु होला भन्दै अर्को भिडियोमा भेटौँला। बाई।